दर्शकबिन नमस्कार। यति बेला तपाईँ हरेक समाचार युट्युब च्यानलसँग जोडिनु भएको छ। सदाका दिन जस्तै देश तथा विदेशका मुख्य खबरहरूका साथमा उपस्थित भइसकेका छौँ। खबरहरू निकै नै महत्त्वपूर्ण रहेका छन्, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन हाम्रो यो मेहनतलाई एउटा लाइक गर्न नबिर्सनुहोला। च्यानलमा यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। हामीलाई देश तथा विदेशका कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आजका खबरहरू सुरु गर्छौँ आजको पहिलो महत्त्वपूर्ण जानकारीबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले भदौ 23 गतेको घटनामा राज्य पक्षबाटै अत्यधिक बल प्रयोग नभएको भए आगजनीको घटना नहुने बताएका छन्। बिहिबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले स्कुल ड्रेसमा रहेका बालबालिकामाथि गोली चलाइएको भन्दै आक्रोश पोखेका हुन्। सरकारको दमनकै कारण परिस्थिति बिग्रिएको बताउँदै उनले सुनाए, 23 गते गोली नचलेको भए कुनै पनि चिज जल्ने थिएन। स्कुल ड्रेसमा आएका साना बालबालिकालाई छाती र टाउकोमा ताकी गोली नहानेको भए केही पनि जल्ने थिएन। लामिछानेले जलेका भौतिक संरचना पुनर्निर्माण हुन सक्ने तर राज्यको गोलीबाट सन्तान गुमाएका आमाको काख कहिले नभरिने बताए। जुन जल्यो जे जल्यो त्यो फेरि बन्छ, लामिछानेले भने। तर रितिएको आमाको काख अब फेरि कहिले भरिन्न। लामिछानेले आफू र आफ्ना उम्मेद्वार सुजन कोही पनि प्रश्नभन्दा माथि नरहेको भन्दै उनले जहाँ उभिएर प्रश्न गरे पनि सामना गर्न तयार रहेको बताए। गोर्खाबाट धेरैले जिते तर गोर्खाले जितेको छैन। लामिछानेले भने, सुदनलाई भोट दिनु भनेको एउटा व्यक्तिलाई जिताउनु मात्र होइन, देशका जनता र गोर्खालाई जिताउनु हो। देशलाई शिरमा राखेको गोर्खाको सपुतलाई यसपटक सदन लिएरै जानुपर्छ। उनले अफवाह फैलाउनेहरूका पछि नलाग्न आग्रह गर्दै सुदन गुरुङ देशलाई माया गर्ने सच्चा गोर्खाली भएको ग्यारेन्टी आफूले लिने बताए। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेप्रति आरोप लगाउँदै उनी अपराधी निस्किएको टिप्पणी गरेका छन्। बिहिबार आफ्नो निर्वाचन क्षेत्र झापा 5 मा आयोजित मतदाता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले लामिछानेलाई विगतमा आफूले नै विश्वास गरेर गृहमन्त्री बनाएको प्रष्टीकरण दिएका हुन्। राजसपा नेताहरूको पछिल्लो कार्यशैली र अभिव्यक्तिप्रति रुष्ट देखिएका ओलीले लामिछानेलाई सुध्रिने अवसर दिए पनि त्यसको दुरुपयोग भएको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, रवि सत्य होला, केही राम्रो काम गर्ला भनेर मैले नै पहल गरेर उपप्रधान तथा गृहमन्त्री बनाइदिएको हुँ। त्यतिखेर त मुद्दा मामिला लागेको थिएन, सुध्रिएला भन्ने थियो, तर तिनै मान्छे अपराधी निस्किए। त्यतिखेर मलाई अपराधी हुन् भन्ने थाहा थिएन। सोही क्रममा ओलीले नयाँ भनिएका दलहरूबाटै समाजमा अराजकता र हिंसाको मानसिकता विकास गर्न खोजिएको भन्दै राजसपाको कार्यशैलीको आलोचना गरे। लामिछानेले केही दिन अघि दिएको भ्रष्टाचारीको घरमा डोजर चलाउने अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै ओलीले भने, पाए भने यिनीहरूले मान्छेलाई रुखमै बाँच्छन्, घरै जलाइदिन्छन्। निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहिबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्रचार गरेको छ। आयोगले बिहिबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो। कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रह सहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिएका छन्। हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ। उनले भने, उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ। चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउने निष्कर्षसहित आयोगले यो निर्णय गरेको हो। गत भदौ 23 र 24 को जेनजी आन्दोलन राज्यको असफलता भएको निष्कर्ष निकालेको बीबीसीको यो भिडियोपछि एउटा पक्ष उत्साहित छ, अर्को पक्षले भने चुनावको मुखमा जनमत प्रभावित पार्न नियोजित रूपमा ल्याइएको भन्दै विरोध गरिरहेको छ। बीबीसी विश्व सेवाले बिहिबार सार्वजनिक गरेको 41 मिनेट लामो सर्ट लाइक एनिमिज इनसाइड नेपाल्स जेनजी अपराइजिङ नामक डकुमेन्ट्रीमा त्यसबेलाको दमनको चित्रण गरिएको छ।